अहिले म यसो हेरिरहेको छु कि वर्ल्डमा चाहिँ यति विकासहरू यति रफ्तारले भइरहेको छ कि भोलि पर्सि कृषिजन्य त्यो हुने ठाउँहरू सबै लोप हुन जान्छ कि बिस्तारै बिस्तारै। मैले यसो पुरै ध्यान गरेर यसो हेर्दाखेरि वास्तवमा चाहिँ यहाँ चाहिँ एकदमै नन स्टप विकास भइरहेको छ कि वर्ल्डमा के। अब सोच्नु त कृषिजन्य जुन ठाउँहरू हुन्छ सबै बिस्तारै बिस्तारै कमहरू गर्दै हुँदै गयो भने भोलि पर्सि अर्को पुस्तालाई हामी के जवाब दिने के। अर्ग्यानिक खेतीहरू गर्छ त्यो ठाउँ नै रहन दिँदैन के। यहाँ चाहिँ त्यति विकासहरू भइरहेको छ त्यसरी के। यी अब धेरै धेरै विकसित राष्ट्रहरू कस्तो हुन्छ कि त्यहाँको मान्छेहरू फास्ट फुड खाएर बस्छ के खान्छ त पिज्जा बर्गर फास्ट फुडहरू ब्रेडहरू खाएर बस्छ। त्यसरी त्यो गर्दो रहेछ के। सबैजना किनेर एकदमै एउटा हुन्छ नि बिजनेसमै सबैजना त्यो भइरहेको छ भन्नाले के खाने कुरोहरू हुन्छ त्यसो। अब कृषिजन्य ठाउँहरू सबै बिस्तारै बिस्तारै कम हुँदै गयो भने भोलि पर्सि नेक्स्ट जेनेरेसन कसरी बस्छ के। त्यो केही राम्रो अर्ग्यानिक चिजहरू खानै पाउँदैन के। त्यही भएर वर्ल्डलाई यसमा चाहिँ पनि ध्यान दिनु पर्यो के। एउटा कृषिजन्य उत्पादन गर्नुपर्ने ठाउँहरूलाई एकदमै जोगाउनु पनि पर्छ भनेर त्यस्तो के। चारैतिर विकास गरेको छ चारैतिर पिछे भइहाल्यो भने सोच्नु त कस्तो हुन्छ भन्नाले ठाउँहरू त जान्छ नि बिस्तारै बिस्तारै। त्यही भएर विकास पनि गर्नु पर्यो भने एकदम मिलाएर गर्नुपर्छ के जस्तो लाग्छ के। यत्तिकै नन स्टप जताभावी विकास गरेको छ पिचहरू बनाएको छ जति चाहियो आवश्यकता बमोजिम गर्नुपर्छ जस्तो मलाई लाग्छ के। र कृषिजन्य पदार्थमा जुन एउटा कृषिजन्य सामानहरू उत्पादनहरू गर्नुपर्ने चिजहरू ठाउँहरू हुन्छ नि त्यो ठाउँहरूलाई जोगाउनु पर्छ खासमा के। त्यही भएर त्यस्तो गर्यो भने नेक्स्ट जेनेरेसनहरूले पनि कृषिबाट के उत्पादन हुन्छ त्यो कुरोहरूको बहुमूल्य एउटा मूल्य होस् भने त्यसरी त्यो हुनु पर्यो के। नत्र भोलि पर्सिकोलाई के देखाउने त्यही विकास भएको चिजहरू देखाउने सबैजना त खाएर बस्छ क्या यो संसारमा होइन। अब राम्रो खानाहरू खान पाएन भने कृषिजन्यहरू ठाउँहरू सबैमा विकासै भयो भने के हुन्छ क्या सोच्नु न। एउटा अर्ग्यानिक खेतीहरू गर्नु पाउने एउटा ठाउँहरू हुनु पर्यो त्यसरी के। एउटा अब थाहा छ सबैजनाले पास्टलाई अब पहिलाको जुन चिजहरूलाई एकदमै चेन्ज हुँदै गर्दै गरेको छ त्यसरी यस्तो पनि हुन्छ कि भोलि पर्सि राम्रो खेतीपाती उब्जाउने ठाउँहरू पनि लोप हुँदै जान्छ कि। विकासमा सब मान्छेहरू यतिसम्म त्यो भयो कन्सियस भयो कि एउटा ठाउँ विकास भइसकेको छ फेरि अर्को नयाँ ठाउँहरूलाई फेरि त्यो गरेर एकदमै त्यो गरेको छ। र बिस्तारै बिस्तारै यही यस्तो मार्बल नै रोडहरूमा हुन्छ पिचहरू भएको नै हुन्छ रोडहरू नै खेतीपाती जताभावी सबै कुरोहरूमा के। त्यही भएर मलाई चाहिँ के लाग्छ कि यसो वर्ल्डलाई चाहिँ एउटा ध्यान दिनु पर्यो र चाहिँ कृषिजन्य खेतहरू जुन हुन्छ नि ठाउँहरू त्यसलाई चाहिँ एउटा फर्स्ट प्रायोरिटीमा राख्नु पर्यो कि। किसानहरूको चिजहरू के हुन्छ भने वास्तवमा चाहिँ नेक्स्ट जेनेरेसनहरू पनि त्यो गर्नु पाउनु भने त्यो भनेको मैले यति विकासहरू गरेको छ नन स्टप गरिरहेको छ तर तिनीहरूलाई यो पनि थाहा हुनु पर्यो कि हामी विकास त गरिरहेछौँ नि भोलि पर्सि के हुन्छ भने त्यसको इफेक्टहरूको पनि त्यो गरेर बल्ल त्यो गर्नु पर्यो कि विकासहरू के। विकास चाहिन्छ गर्नुपर्छ तर यस्तो पनि नगरोस् कि कृषिजन्य चिजहरू जुन हुन्छ नि खेतीपातीहरूबाट अर्ग्यानिक सामानहरू एउटा अर्ग्यानिक चाहिँ सागसब्जीहरू खानेकुरोहरू जुन हुन्छ नि त्यो चाहिँ लोप हुनु भएन कि। यतिकै चाहिँ यहाँ चाहिँ पेस्टिसाइड चिजहरू यस्तो पाउँदो रहेछ के संसारमा। तर त्यस्तै गर्दै गऱ्यो भने विकासै गर्दै गऱ्यो भने कहाँ हुन्छ कि जुन सामानहरू जुन हुन्छ नि खेतीपातीहरूमा त्यो कहाँबाट त्यो गर्ने कि। मैले त्यसरी भनिरहेको छु मैले एकदमै सोचेर मैले त्यो गरिरहेको छु कि वास्तवमा के हुन्छ होला कि यस्तै गर्दै गऱ्यो भने के भोलि पर्सि। त्यही भएर विकासहरू पनि एउटा मिलाएर गर्नुपर्छ कि खेतीजन्य ठाउँहरूलाई एकदमै जोगाउनु पर्छ र भोलि पर्सिको पुस्ताहरूलाई एउटा त्यो गर्नुपर्छ के। त्यो खेतीपातीहरूको जमिनहरूलाई कसरी बचाउने भनेर त्योमा पनि ध्यान दिनुपर्छ कि।
त्यो चाहिँ संसारमा चाहिँ चारैतिर त्यो गर्यो भने बल्ल त्यो हुन्छ है। अहिले वारहरू यति भइरहेको छ कि राम्रो राम्रो ठाउँहरूलाई एकदमै त्यो मरुभूमि जस्तो बनाइदिएको छ क्या चारैतिर क्या। त्यस्तै भयो भने सोच्नु के हुन्छ के। यतिकै मान्छेहरू भोकै भोकै मरिरहेको छ भोकै के। तर त्यस्तो भइदियो भने के हुन्छ होला के। त्यही भएर विकासहरू पनि एउटा सीमित सारले एउटा गर्नुपर्छ। बिस्तारै चाहिँ त्यो हुन्छ के। त्यसरी गर्यो भने राम्रो हुन जान्छ।